नेपालका चर्चित पत्रकार राजीव खत्रीले पुस 2 गते रासपा पार्टी प्रवेश गर्ने घोषणा गरेका छन् र उनले यो घोषणा गरेसँगै भोजराज थापा र विकास साई जो चर्चित पत्रकारमै हुनुहुने पनि उनले पनि रासपामा प्रवेश गर्ने जस्ता आफ्ना धारणाहरू सामाजिक सञ्जालमा राखेको बुझिन्छ र अहिले धेरै दिग्गज व्यक्ति र धेरै चर्चित अनुहारहरू रासपामा प्रवेश गर्ने दिनदिनै बढ्दो क्रममा छन्। तर कुनै व्यक्तिहरू कुनै थर्ड व्यक्तिहरूले त्यसैलाई पनि भरम फैलाइरहेका छन् कि रासपामा यति सय जनाले सदस्यता त्यागे, यति सय जनाले राजीनामा दिए भनेर। यो के हो भनेपछि यो भरम मात्रै हो। रासपाबाट अहिलेसम्म आधिकारिक रूपमा 3 जना बाहेक कसैले पनि पार्टीबाट राजीनामा दिएको भन्ने कुरा रासपाले बाहिर ल्याएको छैन र यिनी जति पनि सामाजिक सञ्जालमा यो यति जनाले राजीनामा दिए भनेर यो भरम फैलाउँछन्, यो जनताहरूलाई भरम सिर्जना गर्नलाई नै गरिएको प्रोपागन्डा हो। तपाईहरु ढुक्क हुनुहोस्, अहिलेको चुनावमा रासपा नै नेपालको पहिलो दल बन्छ र नेपालको सत्ता पनि रासपाले नै चलाउँछ।